ल सबैलाई नमस्कार छ, धन्यवाद। आज यत्रै हो साउन्ड ओके। एनिवेज आज यो फलामे पुलको समुद्घाटन कार्यक्रमका अध्यक्ष, अन्य अतिथिज्यूहरू, हाम्रा धरान महानगरपालिकाका कार्यवाहक मेयर, वडा अध्यक्ष, 8 नम्बर वडाका वडा अध्यक्षज्यू लगायत सबैजना, मैले मान्नुपर्ने हाम्रा भूतपूर्व सैनिक, ब्रिटिश आर्मी लगायत सिङ्गापुर पुलिस लगायत इन्डियन आर्मीमा लामो समय काम गरेर निवृत्त हुनुभएका आदरणीय हाम्रा अग्रज दाजुहरू, विभिन्न सङ्घ संस्थालाई प्रतिनिधित्व गरेर आउनुहुने हाम्रा नेतृत्व तथा प्रतिनिधिज्यूहरू, मैले मान्नुपर्ने यहाँका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी, पत्रकार, सुरक्षाकर्मी सबैजनालाई मेरो तर्फबाट हार्दिक सम्मान छ, हार्दिक धन्यवाद छ। यो थुप्रै मान्छेलाई सम्मान गरेर सम्झनु मन लाग्छ, तर अब थुप्रैजना छौँ हामी, त्यसले गर्दाखेरि अब सबैको नाम मैले स्मरण गर्न सक्दिनँ, भ्याउँदिनँ होला, समय छोटो भएको कारणले। म हाम्रो गङ्गा दिदी यहाँ बसिराख्नु भएको छ, उहाँलाई यता आइदिनको लागि मैले अनुरोध गर्न चाहेँ। उहाँ एकछिन उभिनुहोस् है, कुँडा दुख्छ दुख्दैन। हाम्रो दिदी, उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। एउटा प्रेरणाको स्रोतको रूपमा उहाँले काम गरिराख्नु भएको छ। श्रम संस्कृति पार्कको रोज गार्डन बनाउने नेतृत्व उहाँले लिनुभएको थियो। त्यस पछाडि थुप्रै अन्य पनि तपाईँको चाहिँ नि के अरे व्यक्तिलाई सम्मान गरेर उहाँले चाहिँ नि सधैँभरि मान्छेको चाहिँ नि मनोबल बढाउने काम गरिराख्नु भएको छ। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो गङ्गा दिदीको लागि जोरदार ताली बजाउनुपर्छ सबैजनाले। हृदयदेखि धन्यवाद छ दिदीलाई। हाम्रो यो पुलको सिलसिला कहाँबाट सुरु भयो, किन भयो भन्ने बारेमा धेरै लामो होइन कहानी छ, लामो कहानी म भन्न चाहन्न। पोखराबाट फर्किँदै आउँदाखेरि तुइनमा झुन्डिँदै गरेको एकजना बालिकालाई देखेर होइन मन भक्कानियो, त्यहाँ गएर पुल थाप्नुपर्छ दालचुलामा भन्ने मनले अराइसकेपछि त्यहाँबाट पुलको तपाईँको चाहिँ नि के अरे अभियान सुरु भयो। यति धेरै मान्छेले सहयोग दिन चाहे, उस्तै मान्छे भएको भए सबै लिन्थ्यो होइन, तर पोखियो के थाप्ने त्यो भाँडामा पोखिएर छताछुल्लै भयो। दिन नपाएर युकेमा पनि उठाएर राखिराखेको छ, रिसाइराख्नु भएको छ अरे। यस्तो छ हाम्रो श्रमको जादु। यसलाई के भन्छ? श्रमको जादु है, इमान्दारीको जादु है। हामीले लिन चाहेको भए अहिलेसम्म पनि आइरहन्थ्यो, 10-15 करोडभन्दा प्लसमा आइसक्थ्यो पैसा, तर त्यतिखेर हामीले ब्लक गऱ्यौँ किनभने धेरै त चाहिँदैन भनेर। त्यही पनि तपाईँको रिसाई के गरेर भए पनि तपाईँको 2 करोड कतिमा तपाईँको चाहिँ नि के अरे बढी नै दिइसक्नु भएको रहेछ। हङकङकोले दिनु पाउनु भएन, कताकोले दिनु पाउनु भएन, र त्यहाँ दिन नपाउने पैसा चाहिँ यता डाइभर्ट भएर यहाँनिर थुप्रै सहयोगहरू प्राप्त भएको यथार्थ यहाँहरू समक्ष राख्न चाहन्छु। अब यहाँ थुप्रैले भन्नुहुन्छ धरानको पुल नदेखेर दार्चुलाको देख्यो भन्नुहुन्छ। म नेपाली हुँ, दार्चुलाको त्यो सिमाना लिपिया के अरे लिपुलेक लिम्पिया धुरासम्म मेरो हो भन्ने खालको बुझाइ मेरो छ। म ताप्लेजुङ पुगिरहेको हुन्छु होइन, म मधेस पुगिरहेको हुन्छु, हिमाल पुगिरहेको हुन्छु। त्यसले गर्दाखेरि धरानको मात्रै विकासलाई हेर्नुपर्छ भन्ने दृष्टिकोण, त्यो खालको सोच विचारबाट हामी माथि उठ्नुपर्छ भनेर म सबै यहाँका स्थानीय श्रमदाताहरू साथै यहाँ विभिन्न ठाउँबाट नै आउनु भएको छ। अहिले भर्खर मैले बोरा क्षेत्र नगरपालिकाको अध्यक्षज्यूलाई पनि देख्दै थिएँ होइन, 5 थरबाट आउनुभएको छ। यसरी विभिन्न ठाउँबाट आउनुभएकाहरूलाई म भन्न चाहन्छु, तपाईँहरूको ठाउँमा, तपाईँहरूको गाउँमा हाम्रो विचार, हाम्रो श्रमको अभियान पुग्न जरुरी छ। यहाँनिर पहिला एउटा पुल थियो होइन, गिङरिङमा परेको, त्यो ऐतिहासिक खोइ के थियो त्यसको बारेमा मैले खोज्न पनि भ्याइनँ, विभिन्न कुरामा बिजी भयो। त्यसो भएको कारणले गर्दाखेरि त्यो पुल खोइ कति लाखको अरे के पो अरे भन्थ्यो, एउटा घिङरिङ्ग स्केलेटन मात्रै थियो होइन। त्यो डाइनोसरको फोसिल्स भेटिन्छ अरे कता खोज्दाखेरि, त्यस्तै अवस्थामा थियो। त्यसैलाई चाहिँ तपाईँको चाहिँ यो सुन्दर फलामे पुल
मा रूपान्तरण गर्नुहुने हाम्रा धनबहादुर राईज्यू लगायतका चाहिँ सम्पूर्ण श्रमदाताहरू, सम्पूर्ण सहयोगीहरू जो जति यहाँनिर चाहिँ शिलामा पनि हामीले देखिरहेका छौँ, सबैजना जो जसले चाहिँ हामीलाई सहयोग गर्नुभयो उहाँहरू सम्पूर्णलाई हार्दिक माया सम्झना छ, हार्दिक धन्यवाद र सम्मान छ। हामी उठ्नेछौँ, यो देशमाथि उठाउन हामी जुट्नेछौँ। हामी बिहानै उठ्नेछौँ, बिहान उठेर मात्रै हुँदैन, यो देशलाई पनि उठाउनुपर्छ। तपाईँ एक्लै उठेर हुँदैन है, म एक्लै उठेर हुँदैन, यो देशलाई पनि उठाउनुपर्छ र यो देशलाई उठाउने हो भने चाहिँ हामी जुट्न जरुरी छ। त्यसो भएको कारणले गर्दाखेरि हामी जुटेर थोपा थोपा मिलेर यो सेउती खोला बने जस्तो होइन, थोपा थोपा मिलेर सागर बने जस्तो थोरै थोरै सहयोग र थोरै थोरै श्रमदानले गर्दाखेरि यो पुल हामीले निर्माण गर्न सफल भएका छौँ। सबैजनालाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। आज म डम्बर प्रसाद लिम्बू जो चाहिँ नि तपाईँको इन्जिनियर हुनुहुन्छ, वेलफेयरमा पनि काम गरेर आउनुभएको, उहाँलाई म अघिल्तिर यता आमन्त्रण गर्न चाहन्छु। डम्बर सर यहाँ, हि इज द म्यान, हि इज द म्यान भनिदिउँ त एकचोटि सबैले, यतापट्टि आउनु त। हि इज द म्यान, फेरि भनौँ, हि इज द म्यान। उहाँले गर्दाखेरि दार्चुलामा पुल हामीले बनाउन प्राविधिक हिसाबबाट सक्यौँ। ढुङ्गा मात्रै बोक्छु भनेर पुल बन्दैन, ढुङ्गा मात्रै बोक्छु भनेर घर बन्दैन है, काम मात्रै गर्छु भनेर बन्दैन। त्यसमा चाहिँ तपाईँको इन्जिनियरिङ एक्सपर्टिज पनि चाहिन्छ। त्यसो भएको कारणले गर्दाखेरि उहाँले थुप्रै ठाउँमा पनि पुल थापेर सहयोग गर्दै आउनुभएको रहेछ वेलफेयरमा काम गर्दाखेरि। त्यसो भएको कारणले गर्दाखेरि उहाँसँगको त्यो अनुभव, त्यो ज्ञान, त्यो सिपलाई प्रयोग गरेर हामीले दार्चुलाबाट पुल बनायौँ। दार्चुलामा पुल हामीले बनाउनु गइसकेपछि के भयो त, त्यहाँ भौतिक पुल मात्रै बनायौँ भन्दाखेरि होइन, हाम्रो मन जोडिएको छ आज होइन। दार्चुलाका मान्छेहरूको फोन नम्बर हामीसँग छ थोरैमा पनि, उहाँहरूको मोबाइलमा हाम्रो फोन नम्बर छ थोरैमा पनि। हामी संवाद गरिरहेका छौँ। हाम्रा 2-4वटा सम्झनाका स्मृतिका पाना भनौँ भिडियो क्लिपहरू भाइरल छन्, त्यो सम्झना बनाउनका लागि सहयोग गर्नुहुने सबैजना हाम्रो डम्बर सर, प्रसादजी, नवीनजी, धनवनेम, ऋषि, ऋतुवर्तन सर, सरोजजी लगायतका सम्पूर्ण टोलीलाई, समिताजी लगायतका सम्पूर्ण टोलीलाई, अब सबै नाम लिन त रात पर्छ, सबैजनालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। यहाँहरू सबैजनाले त्यहाँ अत्यन्तै धेरै दुःख गर्नुभयो। धेरै मान्छेले, अलि सुन्नु है, धेरै मान्छेले भात केसार खाएको भनेर गीत गाइरहेछन्, तर त्यो गीत चल्दैन, मलाई थाहा छ। हिट गीत लेखक भनेको त हामी हो नि होइन। खान्छ त भात, भात नखाइ बाँचेको छ कोही छैन। मासु किन खाएको भन्छ, ए बाबा मासु नै खा भनेर पैसा दिएपछि नखाएर के भयो होइन। मासु खानु त यता मन दुखाउँछन्, त्यसले गर्दा मासु खाए, भात खाए। यो कुरा तपाईँको चाहिँ हामीलाई विरोध गरिरहनु हुने, जानी बुझी पनि विरोध गरिरहनुहुन्छ, ठिकै छ, उहाँहरूले गर्दा पनि हामी चर्चित छौँ। उहाँहरूलाई म भन्न चाहन्छु त्यसो नभनिदिनुहोस् है। भात खाएको कुरा त्यहाँनिर 85 दिनसम्म 85 दिनसम्म घरदेखि टाढा बसेर होइन, कठोर श्रम गरेर, मेसिन थिएन त्यहाँ, डोजर थिएन, हातले ड्रिलले झम्पलले तपाईँको चाहिँ ढुङ्गा फुटाएर, चट्टान फुटाएर त्यहाँ पुलको बेस बसाउँदाखेरि तपाईँको चाहिँ हाम्रा श्रमदाताहरूको हातमा उठेको पानीको फोका देखे तिनीहरूले? त्यहाँ 10 धारा पसिना बगेको कुराहरू देखे। त्यहाँनिर तपाईँको चाहिँ काम गर्दै गर्दाखेरि भावनामा आयो, होस् या जसरी होस्, देश प्रेमले होस्, श्रमदाताको आँखाबाट झरेको आँसु देखे। संवाद गरिरहेका छौँ। हाम्रा 2-4वटा सम्झनाका स्मृतिका पाना भनौँ भिडियो क्लिपहरू भाइरल छन्, त्यो सम्झना बनाउनका लागि सहयोग गर्नुहुने सबैजना हाम्रो डम्बर सर, प्रसादजी, नवीनजी, धनवनेम, ऋषि, ऋतुवर्तन सर, सरोजजी लगायतका सम्पूर्ण टोलीलाई, समिताजी लगायतका सम्पूर्ण टोलीलाई, अब सबै नाम लिन त रात पर्छ, सबैजनालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। यहाँहरू सबैजनाले त्यहाँ अत्यन्तै धेरै दुःख गर्नुभयो। धेरै मान्छेले, अलि सुन्नु है, धेरै मान्छेले भात केसार खाएको भनेर गीत गाइरहेछन्, तर त्यो गीत चल्दैन, मलाई थाहा छ। हिट गीत लेखक भनेको त हामी हो नि होइन। खान्छ त भात, भात नखाइ बाँचेको छ कोही छैन। मासु किन खाएको भन्छ, ए बाबा मासु नै खा भनेर पैसा दिएपछि नखाएर के भयो होइन। मासु खानु त यता मन दुखाउँछन्,
त्यसले गर्दा मासु खाए, भात खाए। यो कुरा तपाईँको चाहिँ हामीलाई विरोध गरिरहनु हुने, जानी बुझी पनि विरोध गरिरहनुहुन्छ। ठिकै छ, उहाँहरूले गर्दा पनि हामी चर्चित छौँ। उहाँहरूलाई म भन्न चाहन्छु त्यसो नभनिदिनुहोस् है। भात खाएको कुरा त्यहाँनिर 85 दिनसम्म 85 दिनसम्म घरदेखि टाढा बसेर होइन, कठोर श्रम गरेर, मेसिन थिएन त्यहाँ, डोजर थिएन, हातले ड्रिलले झम्पलले तपाईँको चाहिँ ढुङ्गा फुटाएर, चट्टान फुटाएर त्यहाँ पुलको बेस बसाउँदाखेरि तपाईँको चाहिँ हाम्रा श्रमदाताहरूको हातमा उठेको पानीको फोका देखे तिनीहरूले? त्यहाँ 10 धारा पसिना बगेको कुराहरू देखे? त्यहाँनिर तपाईँको चाहिँ काम गर्दै गर्दाखेरि भावनामा आयो, होस् या जसरी होस्, देश प्रेमले होस्, श्रमदाताको आँखाबाट झरेको आँसु देखे? अनि भात खाएको कुरा गरेर हुन्छ? अब फेरि यातायातमा के साह्रो खर्च गरेको। अरे अस्तिको दिन तपाईँको चाहिँ के अरे, म ताप्लेजुङ घुमेर आएको, त्यो गाडीको तपाईँको चाहिँ होइन भाडा त्यो पनि छोडिदिएको 40,000 तिरे। 2 दिन ताप्लेजुङ घुमेर आउँदाखेरि होइन 4 जना बस्ने गाडीको भाडा 40,000 लाग्छ भने यहाँदेखि तपाईँको 400-500 जना तपाईँको चाहिँ होइन के अरे श्रमदाता लगेर दार्चुला पुग्नलाई कति लाग्छ होला? गाडीमा मात्रै तपाईँको 7 दिन लागेको कुरा छ यहाँ। त्यसो भएको कारणले गर्दाखेरि ती मान्छेहरू जो जतिले हामीलाई विरोध गरिराख्नु भएको छ, तपाईँहरू एकचोटि गएर त्यो पुललाई छोएर आउनुहोस्। ढुङ्गा पनि नबोक्नु, केही पनि नगर्नु, त्यो पुलमा पाथी चढाएर आउनु त। कति खर्च लाग्दो रहेछ त्यस पछाडि तपाईँलाई थाहा हुन्छ है। जथाभावी भनेको छ, श्रमदातालाई तपाईँको गिज्जाएको छ, श्रमदाताले जिस्काएको छ है। तपाईँहरू गएर एकचोटि पाथी मात्रै चढाएर आउनुहोस्। तितेपाती त्यहाँ पाउँछ बनमारा, त्यो चढाएर आउनुहोस्, त्यो पुललाई हेरेर आउनुहोस्। अनि तपाईँले हिसाब गर्नुहोस्, घरदेखि निस्किएर तपाईँको छैन त्यहाँ पुगेको र त्यहाँदेखि फर्केको दिनको तपाईँको छैन कति खर्च तपाईँलाई हुँदो रहेछ यातायातमा, खानामा, बस्नमा। त्यस पछाडि तपाईँले क्यालकुलेसन गर्नुहुनेछ 400-500 जना श्रमदाता त्यहाँ पुग्दाखेरि कति खर्च लाग्यो भन्ने चिज। अब कतिले फेरि भन्छ ठेक्का लगाउनु नि, सरकारलाई पनि आउँथ्यो होला नि त ठेक्का लाउन त। 10-10 वर्ष भइसकेछ त्यहाँनिर तपाईँको एकजना वडा अध्यक्ष 9औं वर्षमा कार्यरत हुनुहुन्छ। सालै पछि सर्वे गर्न आउँछ मान्छे, तर पुल चाहिँ थाप्दैन। म त हैरान भइसकेँ, यो काठको पुल थाप्दा थाप्दा भनेर भन्नुभयो। त्यसो भएको कारणले गर्दाखेरि एकछिन, त्यसो भएको कारणले गर्दाखेरि ती मान्छेहरूलाई मैले जवाब दिइरहेको छु तपाईँहरूको क्यामेरा मार्फत, मिडिया मार्फत। त्यसो नभन्नुहोस्। सक्नुहुन्छ भने तपाईँहरूले पनि गरेर देखाउनु। हामी कति मासु खानुभयो, कति यातायातमा खर्च गर्नुभयो भनेर भन्दैनौँ। यदि सक्छ भने यो सरकारलाई पनि म चुनौती दिन चाहन्छु, महाकालीमा पुल थापेर देखाउनु। पारिपट्टिको इजाजत हामीलाई दिनुहोस् न भनेर मैले चाहिँ तपाईँको यो परराष्ट्र मन्त्रीलाई 2 चोटि भेटेँ, एकचोटि पत्र पठाएँ, बारम्बार तपाईँको चाहिँ सञ्जालबाट नै भनिरहेको छु। उहाँहरूले इजाजतसम्म लिनु सक्नु भएको छैन। सक्छ भने यो सरकारलाई पनि म चुनौती दिन्छु, त्यहाँनिर एउटा पुल थापेर जनताको सेवा गर्नुहोस् है। र सत्ता पक्षका समर्थकहरूले हामीलाई गिज्याउन छोडेर तपाईँहरूले सक्नुहुन्छ भने तपाईँहरूको पालो। अब हामीले 85 दिन लगाएर तपाईँको चाहिँ पुल तयार गऱ्यौँ, तपाईँहरूले 2 महिनामा 60 दिनमा गरेर देखाउनुहोस्। म तपाईँहरूलाई सबैभन्दा ठुलो फुलको माला लिएर हार्दिक धन्यवाद ज्ञापन गर्न आउनेछु त्यहाँ। नत्र भने काम गर्ने मान्छेको खुट्टा तानेर केही पनि हातमा पर्दैन, खुट्टाको धुलो सिवाय केही पनि हातमा पर्दैन। हाम्रा खुट्टा तान्ने थुप्रै मान्छेहरू छन्, ती मान्छेहरूको हातमा खालि मेरो खुट्टाको धुलो, हाम्रो श्रमदाताको खुट्टाको धुलो मात्रै हात परिरहेछ। खुट्टा त पक्रिनु यो होइन, समस्या छ। अब यहाँ स्थानीय अलिकति चाहिँ कुरा गर्दाखेरि अब यहाँ माथि डाँडामा होइन कतिले भन्छन् हर्क साम्बाङ, मलाई नमुच्नुहोस्, मलाई नमुच्नुहोस्। कसले गोरु काटेर खान्छ, कति चोक्टा खान्छ, त्यहाँ मरमसला के हाल्छ, कसरी खान्छ। हर्क साम्बाङले गोरु खानु लायो, अचम्म लाग्छ। कसले चर्च बनाउँछ, कसले मन्दिर कहाँ बनाउँछ। हर्क साम्बाङले मन्दिर बनाउनु लायो, चर्च बनाउनु लायो है। सबै कुरा मैले गरेको हुन्छु त? त्यसो भने त म त ईश्वर पो हो कि क्या हो? बा भगवान माङ पो हो म त? जे हुन्छ मेरो इच्छाले हुन्छ भन्ने खालको भने त म त, मलाई त माङ भन्नु पर्यो होला। त्यसो भने म बोल्नु छोड्छु आजदेखि, धुप धुवारो गर्दै राख्नु। सबै कुरो मेरो इच्छाले कहाँ हुने हो र होइन? त्यो पारिपट्टि पहिरो गयो, हर्क साम्बाङकै गल्ती, हर्क साम्बाङले गर्दा पहिरो गयो। ए बाबा है,
कसले के गर्यो त्यो अब तपाईँको चाहिँ त्यहाँ माथि होइन म ढाँट्दिनँ म त्यहाँ नगएको 1.5 वर्ष हुन लाग्यो त्यहाँ कसले के गतिविधि गर्दैछन् कसो गर्दैछन् भन्ने कुरा त्यो मेरो तर्फबाट कुनै पनि किसिमको निर्देशन कुनै पनि किसिमको तपाईँको चाहिँ सल्लाह सुझावमा भएको कुरा होइन त्यो कुनै संस्थागत हिसाबबाट कुनै व्यक्तिगत हिसाबबाट अभिप्रेरित भएर त्यो खालका चाहिँ गतिविधिहरू त्यहाँ भइरहेका होलान् त्यसलाई समाधान गर्नुपर्छ हिजो मात्रै किराँत याकथुङ चुम्लुङ नगर समितिले एउटा मलाई ज्ञापन पत्र दिनुभएको छ त्यो ज्ञापन पत्रको विषयमा होइन उहाँहरूले चाहिँ नि एउटा विषय ल्याउनु भएको छ त्यहाँको सबै कुरा हटाउँ पुरातत्व विभागले के गर्छ गरोस् भन्ने हिसाबको प्रस्ताव आएको छ त्यो प्रस्ताव आज मैले चाहिँ नि तपाईँको जिल्ला अध्यक्ष याखाको जिल्ला अध्यक्ष राजेन्द्रजी लगायत चाहिँ नि उहाँलाई भनेर उहाँ मार्फत चाहिँ धरान 13 र धरान 14 का याखाका चाहिँ नि पदाधिकारीहरूसँग एकछिन चाहिँ तपाईँको भेट हुन्छ मलाई लाग्छ स्वार्थपूर्ण तपाईँको चाहिँ नि के अरे होइन निर्णय सबैलाई सम्मान गर्ने संस्कृतिलाई धरानले जहिले पनि बचाएर राखेको छ त्यो हिसाबले अगाडि बढ्छ भन्ने मलाई लागेको छ त्यसले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु अहिले श्रम संस्कृति पार्टीमा थुप्रै मान्छे हुनुहुन्छ कसले के बोल्छ भन्ने कुरा तपाईँको चाहिँ उसको व्यक्तिगत जिम्मेवारीको कुरा हो हर्क साम्पाङले बोल्न लागेको होइन है कसले के बोल्दैछ अब यहाँ पनि हामी थुप्रो छौँ उता कसले के बोल्दैछ त्यहाँ कसले गर्दैछ उता डाँडामाथि के बोल्दैछ मलाई के थाहा हुन्छ र व्यक्तिगत अभिव्यक्तिहरू हुनसक्छ तर पार्टीगत अभिव्यक्ति त्यो होइन जे कुरा मैले भने हुन्छु त्यो कुराको मात्रै मैले जिम्मा लिने हो तर कसले कहाँ के गर्यो भन्ने कुरालाई मुछेर हर्क साम्पाङलाई मुछ्ने श्रम संस्कृतिलाई मुछ्ने गल्ती कसैले पनि नगरिदिनका लागि म विनम्रताका साथ हार्दिक अनुरोध गर्न चाहन्छु त्यो हाम्रो पार्टीको धारणा होइन व्यक्तिगत तपाईँको छैन अभिव्यक्तिको स्वतन्त्रता तर हाम्रो पार्टीमा रहन्छ होइन साह्रै नराम्रो कुरा गरेको छ भने मात्रै मैले डन्डा भन्नुको मतलब फिजिकल डन्डा होइन कारबाहीको डन्डा चलाउने गर्ने गरेको कुरा पनि म अवगत गराउन चाहन्छु हामी सांस्कृतिक हिसाबले मिलेको जातीय हिसाबले मिलेको हरेक हिसाबले मिलेको तपाईँको चाहिँ सहरमा सधैँ के को कुरा हानेर तपाईँको चाहिँ नि मजाले तपाईँको बगिराखेको होइन नदीमा चाहिँ तपाईँको छाल र तपाईँको चाहिँ केहरू उत्पन्न गराएर अस्थिरताको राजनीति गर्न खोज्ने साथीहरूलाई म तपाईँको चाहिँ के सावधान रहनका लागि होइन त्यसो नगरिदिनका लागि पनि म चाहिँ के अरे आग्रह गर्न चाहन्छु अनुरोध गर्न चाहन्छु यहाँ धेरै कुराहरू मैले भनिरहनु पर्छ जस्तो मलाई लागेको छैन अब थुप्रै कुराहरू हामीले गर्ने भनेका छौँ ती मैले घोषणा गरेका कुराहरू म गरेरै छाड्छु तपाईँहरूलाई थाहा छँदैछ हर्क साम्पाङ बोलेपछि सक्यो उसले 1 महिनाभित्र गरेन भने 1.5 महिनाभित्र गर्छ 1.5 महिनाभित्र गरेन भने 2 महिनाभित्र गर्छ 2 महिनाभित्र गरेन भने 6 महिनाभित्र गर्छ गर्नु चाहिँ गर्छ सिलामसाकमा पार्क निर्माण गर्ने घोषणा मैले गरेको छु